आज त भिनाजु, बुवा, दिदी, बेबी र म हामी सबैजना एकसाथ बसेर यसरी मटन करी खायौ। अलराइट गाइज, वेलकम टु माई मिनिफल व्लग। आज त बिहान उठ्न साथ घाँटी भरि डामै डाम निस्किया रहेछ। हात खुट्टा सबै चिल्लाको चिल्लाइ गरेर हैरान भएर बाहिर नुहाएर म ब्रस गर्न थाले भने बेबीले सबै लुगाहरू धुन थालिन्। तू पास है मेरे पास है से आई मीन सैयारा तू तो बदला नहीं है भन्ने गीत गाउँदै म र भिनाजु हामी दुवैजना निस्क्यो बजारतिर खसीको मासु लिन। भिनाजु विदेश फर्किन लाग्नु भा हो नि त, त्यही कारणले आज फ्रेश खसीको मासु खुवाइदिम भनेर यसो हाम्रो एरियाको उकालो ओह्रालो बाटो हुँदै हामी पसलतर्फ लाग्यौ। हुन त विदेशमा नि खसीको मासु नपाइने त होइन, तर त्यहाँ हप्ता 10 दिन अगाडि काटिएका मासु हुन्छन् रे भन्दै हामी मासु पसल पुग्यौ। पसलले दिदीलाई 1.5 केजी मासु प्याक गर्न लगाएर म टमाटर लसुन प्याज लिए। चाहिने सरसामग्री बोक्दै भिनाजुलाई फाइनेन्सियल काम रहेकाले हामी एकछिन ब्याङ्क छिर्यौ। ब्याङ्किङ काम सकाएर भिनाजुसँग उनका साथीहरूका लागि उनीहरूको घरबाट सरसामान पठाउद्वारा पठाइदिएका रहेछन्। सो चप्पल फुकालेर म त चप्पल माथि नै एकछिन पठाउ न आउन्जेलसम्म बसे। पठाउ वाला राइडर दाइले पार्सल ल्याइदिसके पछाडि फेरि हिँडेर रुमसम्म पुग्नु पर्ने भएकाले म र भिनाजु हामी दुवैजना चिसो फ्रुटी खायौ। रुम पुगेर खाना पाकुन्जेल बाबालाई कपालमा मेहन्दी लगाउन कन्भेन्स गरे। त्यही त हो, हामी आजकलका केटाकेटीलाई आफ्नो लुक्स प्रति चासो हुन्छ, तर बाबा गाउँ घरमा बस्दा मलाई कपाल सेतो भए नि कालो भए नि मतलब छैन भनेर भन्नुहुन्छ। एनिवे भन्दै बाबालाई मेहन्दी लगाएर एकछिनमा कपाल सुकिसके पछाडि धारामा राम्ररी कपाल पखाल्दै हामी सबैजना एकछिन गफ गर्न थाल्यौं। तबसम्म त बेबी र दी दुवैजना मिलेर खसीको मासुमा सबै मरमसला हालेर फ्राई पनि गरिसके कि रहेछिन्। ओके, हाम्रो मटन खाना रेडी भइसकेर बाबालाई फर्स्टमा खाना दिएको त नुन नै लागेर रहेनछ तरकारीमा भन्नुभयो। लौ बर्बाद भन्दै नुन हालेर हामी सबैजना टेस्टी मटन करीसँग भात खायौ। धन्यवाद।